हेलो नमस्ते, स्वागत छ तपाईहरुलाई यस युट्युब च्यानलमा। साथीहरु, नेपाली सेनाले भर्खरै मात्र विभिन्न सैन्य तथा विभिन्न फलोर्स पदका ट्रेडहरुमा दरखास्त आह्वान गरेको छ। यो भर्खरै 2083 1 महिना 18 गते विज्ञापन खुलेको हो भने कुन ठाउँबाट फर्म भर्न मिल्छ, कति पैसा लाग्छ, कति कोटा खुलेको छ, आवश्यक योग्यताहरु के छ र यो अनलाइन फर्म भर्न मिल्छ कि मिल्दैन जस्ता विविध कुराहरुको बारेमा म जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै भिडियोहरुको पर्खाइमा हुनुहुन्छ, तपाई पनि फर्म भर्न जाँदै हुनुहुन्छ भने के कस्ता भिडियोहरु बनाउनु पर्ने मैले त्यो बारेमा मलाई कमेन्ट गर्नु होला। म सोही अनुसार भिडियोहरु बनाउँदै जाने छु। नेपाली सेनाले केन्द्रीय भर्ना छनौट निर्देशनालय जंगी अड्डा काठमाडौँबाट सैन्य तथा विभिन्न फलोर्स पदको दरखास्तका लागि आह्वान गरेको छ। प्रथम पटक प्रकाशन मिति 2083 1 महिना 18 गते र कुन ठाउँबाट यो फर्म खुलेको छ र कति कोटा खुलेको छ भनेर पनि हेर्न सकिन्छ। म सर देखाउँछु, तपाईहरुले हेर्दै जानु होला। नारायणहिटीबाट 300 कोटा, लगनखेल ललितपुरबाट 125, धुलीखेलबाट 100, इटरीबाट 250। तपाईलाई नजिक पर्ने जुनसुकै ठाउँबाट पनि तपाईले फर्म भर्न सक्नुहुन्छ र फर्म भर्नको लागि आवश्यक डकुमेन्टहरु के चाहिन्छ भनेर म अन्तिममा भन्दिने छु। सर हेर्दै जानु होला। यो चाहिँ फर्म सैन्यको लागि हो। सैन्य भनेको तपाईहरुले सिपाहीको लागि हो। 8 पास गरेको हुनुपर्छ। जम्मा लगभग 4700 भन्दा बढी खुलेको छ भने 31 ठाउँबाट खुलेको छ। त्यसैगरी विभिन्न फलोर्स पद भनेको तपाईहरुले भान्से, त्यसपछि कपाल काट्ने, सरसफाई अनि जुत्ता सिलाउने, त्यसपछि फलाममा काम गर्ने, त्यस्तो सम्बन्धी हो। फलोर्स पद भनेको जुन फर्म भर्नको लागि नारायणहिटीबाट, पाँचथरबाट, बिरदलगढबाट, राजविराज 70बाट, भरतपुर चितवनबाट, लमजुङबाट, कपिलवस्तुबाट, जुम्लाबाट, कपास भ्यारेक सुर्खेतबाट, खलङ्गाबाट फर्म भर्न सक्नुहुन्छ भने फर्म भर्नका लागि आवश्यक फारम पेश गर्ने मिति र स्थान भनेको छ। यहाँ दरखास्त मिति 2083 1 महिना 18 गतेबाट तपाईहरुले 2 महिना 2083 2 महिना 16 गतेसम्म फर्म भर्न सक्नुहुन्छ। त्यसैगरी डबल दस्तुर तिरेर 2083 2 महिना 17 गते फर्म भर्न सक्नुहुन्छ। त्यसैगरी फर्म भर्ने स्थान भनेको आफूलाई पाएक पर्ने जुनसुकै ठाउँमा पनि फर्म भर्न सक्नुहुन्छ। दरखास्तको लागि आवश्यक भनेको तपाईहरुले दस्तुर भनेको सैन्य पदको लागि 150 रुपैयाँ, विभिन्न फलोर्स पदको लागि भने 100 रुपैयाँ मात्रै बुझाउनु पर्ने हुन्छ र थप कोटामा भर्दै हुनुहुन्छ भने थप 30 रुपैयाँ बढी लाग्छ। सैन्य पदमा भने 20% गरेर लाग्छ। तपाईहरुले कुन ठाउँबाट भर्दै हुनुहुन्छ र कुन खातामा पैसा जम्मा गर्ने, कुन शीर्षकमा जम्मा गर्ने भनेर यहाँ देखाएको छ। तपाईले आफूलाई पाएक पर्ने अथवा कुनमा भर्दै हुनुहुन्छ, यो नारायणहिटीबाट भर्दै हुनुहुन्छ भने कार्यालय कोड के लेख्ने, यो बैंक कुन बैंकमा, राष्ट्र शीर्षक, यो सबै यो तपाईहरुले स्क्रिनशट गरेर राख्नु होला र फर्म भर्दाखेरि कुन बैंकमा जाने सबै देखाइदिएको छ। राष्ट्रिय वाणिज्य बैंक, त्यो आफ्नो गण अनुसारको बैंक फरक छ। यो स्क्रिनशट गरेर राख्नु होला र तपाईलाई आवश्यक परे अनुसार फर्म भर्न सक्नुहुन्छ। त्यसैगरी फलोर्स पदको लागि भने यो तल्लो हो। फलोर्स पद भनेको मैले अघि नै भनिसके। न्यूनतम शैक्षिक योग्यताको कुरा आयो। त्यसपछि न्यूनतम शैक्षिक योग्यताको कुरा आउँछ। सैन्य पदको लागि 8 पास उत्तीर्ण गरेको, यदि तपाईहरु 9 पढेको छ भने पनि 8 क्लासकै सर्टिफिकेट चाहिन्छ। एसएलसी वा एससी माथिको शैक्षिक योग्यता पेश गर्नेहरुको हकमा 8 पासको बुझाउनु पर्दैन, तर +2 पास, एससी पासको बुझाउनु पर्छ। यदि तपाईहरुले 2078 साल भन्दा अगाडि 8 पास गर्नुभयो भने जीपीए 2 जीपीए अनिवार्य हुनुपर्छ र सबै विषयमा +2 भन्दा सबै विषयमा D+ हुनुपर्छ। एससी दिनुभएको छ भने तपाईहरुको जीपीए 2 हुनुपर्छ र सीजीपीए भनेको 1.6 हुनुपर्छ र सबै विषयमा D+ ल्याएको हुनुपर्छ। यो 2078 भन्दा अगाडिको कुरा हो। 2078 भन्दा पछाडी एससी दिनेहरुले 2 जीपीए अनिवार्य ल्याएको हुनुपर्छ। यदि +2 छ भने तपाईहरुले 1.6 जीपीए भन्दा बढी ल्याएको हुनुपर्छ भने भान्से तथा बोकासी पदहरुको लागि सामान्य लेखपढ गर्ने भएको पुग्छ। त्यसपछि तपाईको शारीरिक योग्यताको कुरा आउँछ। यो भनेको तपाईहरुको बेरिङमा सबै चेक हुन्छ। फर्म भर्नको लागि आवश्यक कुरा हैन।
तपाईँको उमेर भनेको सैन्य पदको लागि 18 वर्ष पुरा भएर 22 वर्ष ननागेको। यसको मतलब 2061 साल 2 महिना 16 गतेदेखि जन्म भएर 2065 साल 2 महिना 16 गते बिचमा जन्म भएकोहरूले फर्म भर्न मिल्छ भनेको। जस्तो मैले भन्न खोजेको 2061 साल 2 महिना 15 गते कसैको जन्म भएको हो भने त्यसको 21 वर्ष 22 वर्ष नागिसक्यो, त्यसले फर्म भर्न मिल्दैन। र कसैको अन्तिम 2065 साल 2 महिना 17 गते जन्म भएको हो भने पनि उसको 18 वर्ष पुरा भएको छैन र उसले फर्म भर्न मिल्दैन भनेको हो। त्यसै गरी फलोस् पदको लागि भने तपाईँ 26 वर्ष ननागेको हुनुपर्छ। 2057 साल 2 महिना 16 गतेदेखि 2065 साल 2 महिना 16 गते बिचको उमेर समूहले फर्म भर्न मिल्छ। नेपाली सेनाको बहालवाला सैनिकको हकमा यो भन्न पर्दैन, तपाईँहरू भनेको खुल्लादेखि फर्म भर्ने हो। त्यसै गरी तपाईँहरूलाई आवश्यक के डकुमेन्टहरू चाहिन्छ फर्म भर्नको लागि भनेर यहाँ लेखिदिएको छ, म भनिदिन्छु सरसरी। तपाईँसँग ओरिजिनल नागरिकता हुनु पऱ्यो। ओरिजिनल नागरिकताको प्रमाणपत्र र फोटोकपी चाहियो। तपाईँले पास गर्नुभएको 8 पास गर्नुभएको छ भने 8 पासको डकुमेन्ट एउटा मार्कसिट, क्यारेक्टर सर्टिफिकेटको फोटोकपी र ओरिजिनल दुइटै चाहियो। त्यसै गरी +2 पास गर्नुभएको छ भने पनि +2 को डकुमेन्ट सबै चाहिन्छ। कुनै पनि चोटपटक लागेको अथवा सैनिक ऐन नियम विपरीत तपाईँहरू जस्तो कुनै पनि फौजदारी अभियोगमा फस्नु भएको छ, त्यस्तो मुद्दा चलिरहेको छ भने तपाईँहरूले फर्म नभरि नै हुन्छ, किनभने अन्तिममा सिलेक्सन हुँदैन। फोटोग्राफको हकमा तपाईँसँग 4वटा पासपोर्ट साइजको फोटो चाहिन्छ फर्म भर्नको लागि। दाह्री जुङ्गा काटेको हुनुपर्छ, स्पष्ट मुखदेखि नै दुवै कान देखिएको हुनुपर्छ र एउटा 2x2 साइजको ठुलो फोटो चाहिन्छ। सम्पर्क मिति भनेको तपाईँहरूले फर्मसम्म भरिसक्नुभयो भने अब तपाईँहरूको बेरिङ कहिले पर्छ भनेर जानकारी दिने मिति हो। जुन 2083 3 महिना 10 गतेको 1100 बजे सम्बन्धित भर्ना छनौट जुन ठाउँबाट फर्म भर्नुहुन्छ त्यो ठाउँको नोटिस बोर्ड हुन्छ, त्यो नोटिस बोर्डमा टाँसिदिएको हुन्छ तपाईँको यति गते बेरिङ पऱ्यो, यति गते रनिङ पऱ्यो, यति गते सेटअप पुसअप गर्ने दिन पऱ्यो भनेर। त्यसै गरी यो सरसरी म तपाईँहरूलाई देखाइदिन्छु र यो नोटिस www.nepalarmy.mil.np मा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ भने मैले सर देखाइदिन्छु। अरू सामान्य शरीरहरू कस्तो हुनुपर्ने, दाउ यो भनेको बेरिङमा चेक हुने कुरा हो। घुँडाको अवस्था कस्तो हुनुपर्ने, शरीरमा मुसा भएको नभएको, दाँत झरे नझरेको, धुबी भए नभएको, कपाल झरे नझरेको, आँखा टेढो, यो सबै भनेको तपाईँको बेरिङमा चेक हुने हो। त्यसै गरी पाइल्स फिस्टुलाहरू छाला सम्बन्धी रोग हुनु भएन। त्यसै गरी तपाईँले पुरुषको हकमा तपाईँले सिटअप पुसअप कति गर्नुपर्छ भन्ने यहाँ देखाइदिएको छ, तपाईँहरूले आफै पढ्न सक्नुहुन्छ। महिलाको हकमा र बकासीको हकमा बकासी तथा विभिन्न फलोस् पदहरूको हकमा कस्तो गर्नुपर्छ सबै देखाइदिएको छ मैले, तपाईँहरूले हेर्नुहोला। र भिडियो कस्तो लाग्यो, मन पर्यो भने साथीहरूलाई सेयर गर्नुहोला।